सर्वोच्च अदालतकै आगो भोलिपल्ट निभिसकेको छ। अब तेस्रो दिनमा ललितपुरबाट दमकल आएर निभाइएको हो भन्ने कुराहरू पनि समाचारमा आएको छ। भोलिपल्ट सर्वोच्च अदालतको आगो निभेको म यहाँहरूलाई एकदम प्रष्टसाथ भन्न चाहन्छु। र ललितपुरको चाहिँ नि दमकल हामीले झन्नै मध्यरात 12 बजे त्यो दमकलले एउटा ललितपुरकै काष्ठ उद्योगमा आगो लागेको चाहिँ नि निभाउँदैछ भन्ने खबर थाहा पाएपछि मैले प्रष्टसँग त्यहाँको गणपतलाई होइन यहाँ यत्रो महत्त्वपूर्ण भवनहरूमा आगो लागि भइरहेको छ, सिंहदरबार सर्वोच्च अदालत तुरुन्त त्यहाँको काम छोडेर पठाऊ भनेपछि मध्यरातमा आएर ललितपुरको पनि दमकलबाट हामीले आगो निभाएको हौँ। र समग्रमा म के भन्न चाहन्छु भनेदेखि 18वटा दमकल जुन काठमाडौँ चाहिँ नि उपत्यकामा चाहिँ नि उपलब्ध छ त्यो मध्ये हामीले 11-12वटा दमकल चाहिँ नि प्रयोग गर्न सक्यौँ। अरू दमकल चाहिँ नि यो विभिन्न कारणले गर्दाखेरि चल्न सकेन। तर जति उपलब्ध छन् त्यसलाई एयरपोर्टको समेत एयरपोर्टको आफ्नै किसिमको चाहिँ नि प्रावधान छ, उहाँहरूलाई समेत रिक्वेस्ट गरेर अनुरोध गरेर आगो जताततै निभाउने काम भएको। र म यति पनि तपाईँहरूलाई भन्न चाहन्छु जुन किसिमको आगो लागेको थियो हामीसँग जति चाहिँ नि दमकलहरू उपलब्ध थियो त्यो ज्यादै नै छिटो समयमा ज्यादै नै छोटो समयमा एकदम द्रुत गतिमा चाहिँ आगो निभाएको। एउटा हिल्टन होटल हिल्टनमा चाहिँ नि के रहेछ भने धेरै चाहिँ नि अग्लो भएको हुनाले हामीसँग उपलब्ध दमकलहरूमा त्यो लामो भर्याङ नभएको हुनाले तेस्रो दिनसम्म चाहिँ नि तेस्रो चौथो दिनसम्म त्यहाँ चाहिँ नि आगो रहिरहेको त्यति हो। अरू कुराहरू चाहिँ नि धेरै कुराहरू चाहिँ नि अलिकति फरक खालका चाहिँ आएको छन्। त्यसमा म हाम्रो पत्रकार मित्रहरूलाई सचेत रहन अथवा यसलाई वास्तविक रूपमा बुझिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। धन्यवाद। धन्यवाद। यो रमेश भारतीजीको यो जेनजीसँगको वार्ताहरूले त्यो घटनाहरूलाई अर्को अर्थमा चाहिँ नि हामीले परिभाषित गर्ने अथवा रूपान्तरण गर्ने प्रवृत्ति चाहिँ नि हामीमा हुँदो रहेछ। मैले अघि पनि मेरो प्रस्तुतिकरणमा संक्षिप्तमा यो कुरा भनिसकेको छु। झन्डै 1330 भनेको 1:30 बजे सिंहदरबारभित्र रहेको एउटा दमकलबाट मुख्य प्रवेशद्वारमा लागेको आगो हामीले त्यो दमकललाई तुरुन्त परिचालन गरेर निभाएका हौँ। त्यसपछि त्यो दमकल फेरि आफ्नो ठाउँमा गयो। सिंहदरबारमा आगो लागिसकेपछि यो 2 बजेपछि घटना हो। लागिसकेपछि हामीले दमकल सिंहदरबारको आगो निभाउन परिचालन गर्न खोज्दा आन्दोलनकारीहरू दमकलकै पाङ्ग्रामा चाहिँ गएर सुतेपछि हामीले तुरुन्तै दमकल लगेर सिंहदरबारको आगो निभाउन नसकेको। तर उहाँहरूलाई विभिन्न कारणबाट विभिन्न तरिकाबाट हटाइसकेपछि 2:35 गएपछि सिंहदरबारको आगो निभाउन हाम्रो दमकलले सुरु गरिसकेको छ। पहिलो दमकल सिंहदरबारकै गएको हो। त्यसको केही समयपछि हाम्रो यो यान्त्रिक परिवहनकरण